कहाँ जाने रे हामी ल सबै आज हात्ती एलिफेन्ट फेस्टिभल हेलो गुडिया खै यता हेरे खै यता ल एकै ठाउँमा बसेर सबैजना चित्रसारी एकादशी जात्रा लाग्ने हो चाहिँ ठुलो एकादशी ल नानी सौरा आइपुग्यो है। अब हामी हात्ती मौसमको प्राङ्गणमा अब हात्ती चोक आउँछ यहीँबाट सेडिना यता हेर ल आइपुग्यो त हजुर यो भित्र हात्ती ब्रिडिङ सेन्टर तलै जाने पहिला यहाँ जाने पहिला हेर्ने बेलुका आएर चाहिँ उता ब्रिडिङ सेन्टर जाने हामी चाहिँ 19 चितवन एलिफेन्ट फेस्टिभल हुन्छ यता अगाडि राप्ती रिभर छ भने यतातिर प्रतियोगिता हात्ती वनभोज कार्यक्रम पनि औपचारिक कार्यक्रमहरू ओपनिङ भइरहेको छ भने केही समयमा हात्ती फुटबल प्रतियोगिता हुँदैछ 2082 को सानो उता जाऊ पर्मिसन वहाँ बस्छ जा भिडियो बाबाबाट बस्छ न मैले भिडियो बनाइदिएछु कि लम्कने ओरा ए डराउँछ समाउनु भर्खरै हामीले आजको यस कार्यक्रमको औपचारिक समापन गरिसकेका छौँ र अबको क्रममा हामी केही छोटो मोटो शुभकामना मन्तव्य दिनेछौँ। विश्व सानो प्रबन्धन गर्नको लागि र नेपालकी विश्व पर्यटकीय गन्तव्यको रूपमा पुर्याउनको लागि विभिन्न किसिमले सहयोग गर्नुहुने योगदान गर्नुहुने आदरणीय महानुभावहरूको सम्मानको कार्यक्रम भएको छ भने यस शुभकामना मन्तव्यलाई यहाँ प्रस्तुत गर्न चाहन्छु। आयोजक दर्शकको पैसा दिँदै गणेश भगवानको दर्शन गुरु मानिन्छ हात्तीलाई दर्शन गर्दै हाम्रो बस भनेको हात्तीले हरियो घाँस खान पाउनुपर्छ हामीले यति धेरै राम्रोसँग पालिरहेका छौँ भने हात्तीले चर्न पाउनुपर्छ पर्दैन हामीले भन्दाखेरि हाम्रो चारवटा आवश्यकता जो छ जस्तो हामीले खाना चाहिन्छ त्यस्तै पाराले हामीले बिहार चाहिन्छ यात्रा गरेन भने हामीले ट्राभल गरेन भने चाहिँ उहाँले चाहिँ पर्यटनको मेलाहरू चाहिँ गर्नुहुन्छ त्यसमा हामी सँगै सहभागी भएर
यो तेराईको ल्यान्डस्केपलाई हामी काठमाडौँ पोखरा र चितवनमा एउटा निस्केर एउटा डिप्लोमेटिक रिलेसन पिपल टु गर्ने छ त्यस्ता जाऊ न ऊ जाऊ उता जाऊ ऊ पिज्जा बस